है मिक्सर चाहिँ बबाल छ है बबाल ए हट्ना लो भाइ उठाऊ उठाऊ सक्दैन है बोक्न वाह भाइ कुली नंबर 1 क्या क्या बोला तूने ए पहले क्या बोला व्हाट्स अप ब्युटिफुल पिपल्स है चितवनमा धेरै गर्मी छ है सो यही गर्मीको अवसरमा आज हाम्रो एसपी म्युजिक सेन्टरमा नयाँ सामान लिएर आएको छौँ सो के चाहिँ केटा हो सामान कतिखेर आइपुग्यो हो सो जामा भयो त सामानभित्र के छ होइन अनबक्सिङ गरौँ आज ए सामानहरू छ है सामानहरू दुईटा हेर्नुपर्छ के छ भित्र ल भाइ उठाऊ सक्दैन है बोक्न त्यो भित्र के छ मिक्सर कुन ब्रान्ड नाइस आज यसको एउटा बलियो छ है सो तपाईँहरूले होइन यदि कुनै पनि सामानहरू चाहियो भनेदेखि प्लिज एसपी म्युजिक सेन्टरको नम्बर यही हो है तल म डिस्क्रिप्सनमा पनि जिमेल आइडी लेखिदिनेछु होइन यहाँको इन्फर्मेसन त्यसपछि लोकेसन्सहरू है सो ल ब्रो अनबक्सिङ गरिदिइहाल्नु भाइ क्या है ओए बाबा यार ओए ल दामी के को भएर त्यो ए यसको ओके यो चाहिँ सोल्डिङको है यो चाहिँ के हो एक्सएलआर हो ओके नाइस यस त्यो चाहिँ यसको पावर होइन मेन चाहिँ यो है मिल्छ एक्लै निकाल्न कहाँ नेट पनि छ है ए दामी एकचोटि यतातिर नि यसो देखाइदेऊ न यतातिर फर्काएर क्या त्यो नब्सहरू आठ च्यानलको ओके नाइस सो हाम्रो साउन्डम्यान है हाम्रो है एसपी रगर्सको के छ भाइ अनि यसो भन्दै न यसको इन्फर्मेसनहरू के हो अब वर्थ ठिकै छ भाइ यसको इट्स एन एभरेज यो पिएफएलहरू म्युटहरू सबै रहेछ राम्रै हुने भयो अब यो ब्यान्ड मात्र नभएर पनि प्रोग्रामहरूमा लानलाई चाहिँ राम्रै हुने भयो अब प्रोग्रामको अर्डरको लागि चाहिँ डिएम गर्नु होला हाम्रो एसपी म्युजिकको सौसीलाई यस हो एउटै हो नाइस सो यसमा हाम्रो जेबिएलको छ है जेबिएलको एच बाबाल जेबिएलको कति वाटको यो 250 दाइ हो यो नि भारी छ अब बोक्न त्यस्तै छ मिल्छ निकाल्न निकाले ल वाउ ठिक छ सो 250 वाटको हैन अनि 250 निस्किलाइसक्यो पछाडिबाट के निस्किन लायो के छ यसमा दाइ स्पोकन केबल लाग्छ यो अब मलाई पनि थाहा छैन अब आफै अब हेर्नुपर्छ के छ हो ल जाम यता नि छ ए यो त अडाउने है त्यो सिधा नाइस छ सो अडाउनलाई चाहिँ हाम्रो यही छ नि यसमै स्ट्यान्डमा हामी अडाउँछौँ है त्यो लेट्स गो भित्र सो सारङ्गे पनि तपाईँहरू हेर्दै हुनुहुन्छ भनेदेखि प्लिज सम्झिनुहोस् है एसपी म्युजिक सेन्टर सारङ्गेहरू छ युकुलेली जम्मा 2टा मात्रै बाँकी छ होइन स्टकमा सो छिटोभन्दा छिटो है अर्डर गरिहाल्नुहोस् ए हट्ना ल अन गरिदियो त वा पङ्खा नि चल्यो है हावा आउँछ त्यसले हावा फाल्ने हो कि के हो पछाडि यस थ्याङ्क यू अब 12 च्यानल किन्न पाए झन् रमाइलो हुन्छ होला त्यो पनि आउँछ बिस्तारै ढुक्काउन यसले त यही त आउनु गाह्रो भएको थियो हो कसरी आउनु गाह्रो भएको थियो ट्रान्सपोर्टमा पानी पऱ्यो ए एकदम है आउँछ बिस्तारै केही छैन है सो यसको अब साउन्ड टेस्ट होइन गरौँ है डेमोहरू त्यही नै हो के हो इक्युजर सक्दैन भनिदिन्छु
सो तयारी हुँदैछ है वायरहरू यो वायर यहीसँग आएको अनि मिक्सरसँग अनि के हो यो खासमा के हो खासमा यो रातो कालो तार नै हो दाइ तर यो चाहिँ हल्का माथिल्लो भर्जन भनौँ न हाई क्वालिटीको हो यो चाहिँ नर्मल घरमा युज हुने रातो कालो तार नै हो अनि के त्यो एक्सएलआरमा होइन यो स्पोकन केबल भन्छ यो एक्सएलआर चाहिँ भनिँदैन यसले नाइस नाइस ल यो सबै हामी रेडी गर्छौँ त्यसपछि तपाईँहरूलाई यसो साउन्ड डेमोहरू दिन्छौँ होइन कस्तो अलग अलग भयो यो अझै तल राख्नुपर्छ तर यति ठिकै होला सो केटाहरू है मिक्सर चाहिँ बबाल छ है बबाल यो चाहिँ होइन एनालग होइन यो एनालग है नाइस नाइस दामी फिचरहरू छ पछाडि के छ स्पोकन आउटपुट छ यहाँ दुईवटा चारवटा ए दुईवटा स्पोकन आउटपुट या दुईवटा अझै त्यो यसमा चाहिँ मोडल छ नाइस अनि यो स्विच अन अफ 8वटा होइन त्यसपछि यो चाहिँ यसको पावर अनि कुलिङ फ्यान पनि छ दुईवटा यस दामी छ यो दामी छ प्रोग्राम चाहिँ भ्याउनलाई सजिलो हुने भयो अब यहाँबाट पनि भाडामा जान्छ प्रोग्रामको लागि चाहिँ है सब्जीलाई कन्ट्याक्ट गर्नु होला सो के भनिदिनु नि त थ्याङ्क यू कतै प्रोग्रामहरूको लागि कतै प्रोग्रामहरूको लागि तपाईँले हामीलाई सम्झाउन सक्नुहुन्छ एसपी म्युजिक सेन्टरमा अझ आउनै बाँकी छ सामानहरू चाहिँ अब यो चाहिँ सुरुवात मात्र हो जस्तो लाग्छ मलाई चाहिँ थ्याङ्क यू यो त आफै आउँछ होला होइन साउन्ड आफै आउँछ कि दाइ त्यो प्यासिभहरूमा जोड्नु पर्छ होला नि त यहाँ गर्दैन सो हाम्रो केटाहरू है ल ब्रो नयाँ आइसक्यो यहाँ मिक्सर नयाँ स्पिकर त्यहाँ जेबिएलको अनि ज्यामिङको यो 200 फ्याट्टे पैसा बढेको साथसाथै यो रुम पनि हल्का ठुलो बनाउनु पर्यो भन्ने मेरो माग हो यो चाहिँ केटाहरूको मागै फिडब्याक हो थ्याङ्क यू थ्याङ्क यू अब आउने प्र्याक्टिस गर्न आउने होइन टिमहरूलाई के यसो के सजेसन देऊ न के छ तिम्रो पोइन्ट अफ भ्यू प्र्याक्टिस गर्न आउनेहरूले चाहिँ के सुविधा पाउँछन् भने राम्रो मिक्सरबाट साउन्ड क्वालिटीहरू पाउँछन् होइन माइकको क्वालिटीहरू ड्रमहरू अनि स्पिकरको क्वालिटीले गर्दाखेरि सो गर्नको लागि धेरै सजिलो हुन्छ यही नै भन्न चाहन्छु ए थ्याङ्क यू सो मच भाइ यार तिम्रो फिडब्याकको लागि है तिम्रो फिडब्याकको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू अब कन्टेस्टमा